सम्पूर्ण साथीहरुमा आज चाहिँ हामी याङवरक गाउँपालिकाको हेलियाङ दरबारको भ्रमणको निम्ति चाहिँ यहाँ पुगेका थियौं र यो चाहिँ पाँचथर जिल्लाको याङवरक गाउँपालिका अन्तर्गत पर्छ र हेलियाङ राजा भनेको चाहिँ लिम्बूहरुको अन्तिम राजा भनेर बुझ्न सकिन्छ र कति मानिसहरुले चाहिँ सिक्किम र गोर्खाको लडाई हुँदाखेरि चाहिँ गोर्खाको तर्फबाट चाहिँ सिक्किमका सेनाहरुसँग डटेर लड्ने सेनापतिको रूपमा पनि चित्रण गरेको कथाहरु सुन्न पाइन्छ, कहानीहरु सुन्न पाइन्छ र सोही क्रममा जे भए पनि यो ठाउँ कस्तो छ भने हामी घुम्न जाने क्रममा चाहिँ यहाँ पुगेका छौं र यो चाहिँ तत्कालीन समयमा पूजा गर्ने मन्दिरहरु हुन् र यहाँ चाहिँ ठुलो अहिलेसम्म लिम्बूहरुको एउटा यो गढी यकमा चाहिँ यक चाहिँ सबैभन्दा ठुलो चाहिँ एउटा यकको रूपमा चाहिँ यसलाई देख्न सकिन्छ र यो चाहिँ अलिकति अन्य ठाउँहरु भन्दा व्यवस्थित गरी यो सो समयमै चाहिँ पर्खालहरु चाहिँ लाइवरी चाहिँ यहाँनिर चाहिँ भव्य रूपले चाहिँ यो यक रुङ्ने गरेको देखिन्छ। यहाँनिर चाहिँ सेन्ट्री बस्नको निम्ति चाहिँ तत्कालीन समयका सेनाहरु चाहिँ हेलियाङ राजाका सेनाहरु चाहिँ यो ठाउँमा बसेर चाहिँ सेन्ट्री बस्ने गरेर चाहिँ यो प्रकारको चाहिँ त्यहाँनिर रहेछ र अब यो माथि देखिएको चाहिँ मन्दिर हो र यो सबै यो चाहिँ सेन्ट्री वरिपरि सेन्ट्री बस्नको लागि पर्खाल लाएर बनाइएको ठाउँ रहेछ। अब यहाँदेखि अलिकति परतिरहरु चाहिँ यो चाहिँ इटाहरु हुन्। सो समयमा चाहिँ हेलियाङ राजाको दरबार बन्नको लागि प्रयोग भएका इटाहरुको अवशेष हो यो। अहिले पनि देखिने रहेछ। यो चाहिँ सुतेर सेन्ट्रीहरुले चाहिँ सुतेर राइफल मात्र भित्र छिराएर यो चाहिँ गर्ने ठाउँ रहेछ। यो चाहिँ फेरि सेन्ट्री बस्ने ठाउँ भग्नावशेष यो चाहिँ भत्केर गइरहेको अवस्था रहेछ। यसलाई जीर्णोद्धार गर्नुपर्ने स्थिति रहेछ। यो मुनि पर्खालको मुनि देखेको क्षणहरु चाहिँ सेनाहरु सुतेर चाहिँ राइफल राखेर चाहिँ यो चाहिँ राइफल राखेर हेर्ने भन्ने खालको सुनेको थिए। सेनाहरु चाहिँ सुतेर राइफल राखेर हेर्ने यो ठाउँहरु चाहिँ र यसो हेर्दाखेरि चाहिँ पूर्व लिम्बुवान टेरिटोरी भित्र चाहिँ सबैभन्दा ठुलो यकको रूपमा चाहिँ यसलाई देख्न सकिन्छ र सेनाहरुले चाहिँ देवी काली देवी माताको चाहिँ पूजा गर्ने ट्रेन भएको हुनाले यहाँ चाहिँ देवीको पूजा गर्ने ठाउँ त्यो मन्दिर रहेछ। त्यहाँ देवीको भक्तिभाव गरी शक्ति पीठको रूपमा चाहिँ लिएर शक्ति मान्ने सेनाहरुले शक्ति मान्ने ट्रेन रहे अनुसारको त्यहाँनिर शक्ति माग्नको निम्ति चाहिँ खडा गरेको देवीको मन्दिर रहेछ त्यो र यो चाहिँ पाँचथर जिल्लामा रहनुभएका योङहाङहरुले चाहिँ आफ्नो पुर्खा हो भनेर चाहिँ हेलियाङ राजालाई चाहिँ आफ्नो पुर्खाको रूपमा पनि मान्दै आउनु भएको छ भन्ने कुराहरु सुन्न पाइन्छ स्थानीय बासिन्दाहरुबाट र यो सबै चाहिँ पुरानो पर्खालहरु हुन्। यो जुन पुरानो पर्खालहरु भएकाहरु छन् यो सबै ठाउँहरु चाहिँ पुरानो दरबारको एरिया भयो। अहिले हाल चाहिँ अलिकति तलतिर आउँदै चाहिँ सम्भवतः हेलियाङ दरबारको संग्रहालयको रूपमा हुन सक्छ। ठुलठुला दरबारहरु पनि निर्माण गरिएको छ। उयो